नमस्ते सम्पूर्णमा म प्रेम कुमार राई न्यू इन्फो युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। विभिन्न जीवन बिमा कम्पनीहरूको अभिकर्ता बन्नको लागि अहिले नेपाल बिमा प्राधिकरणले अनिवार्य रूपमा परीक्षामा सामेल हुनुपर्ने व्यवस्था ल्याएको यहाँलाई अवगत नै छ। यसको लागि तपाईले सम्पूर्ण आवश्यक कागजातहरू नजिकको शाखा कार्यालयमा बुझाइसकेपछि तपाईलाई 6 वटा अङ्क सहितको एउटा लिङ्क मोबाइलमा मेसेज आउने गर्दछ। यस पश्चात तपाईले त्यो मोबाइलमा आएको 6 वटा अङ्क सहितको जुन ओटिपी नम्बर हो त्यसलाई भ्यालिडेट गर्नुपर्ने हुन्छ र तपाईले युजर आइडी र पासवर्ड बनाउनु पर्ने हुन्छ र त्यो युजर आइडी र पासवर्ड बनाइसकेपछि तपाईले बिमा प्राधिकरणले तोके अनुसारको परीक्षा दस्तुर बुझाउनु पर्ने हुन्छ र तपाईले परीक्षाको मिति लिनुपर्ने हुन्छ। त्यसपश्चात तपाईले जुन परीक्षा मिति लिनुभएको हो त्यो मितिमा तपाई परीक्षामा सामेल हुनुपर्ने व्यवस्था रहेको छ। यो विधि तपाईले नबुझेको हुन सक्छ, त्यसैले आजको यस भिडियो मार्फत म सम्पूर्ण यो विधि तरिकाहरू बताउने छु। सुरुमा तपाईलाई मोबाइलमा मेसेज आएको हुन्छ र त्यसपश्चात तपाई आफ्नो गुगल क्रोम ब्राउजरमा जानुहोला अथवा तपाई मोबाइल मेसेजमा आएको लिङ्कलाई सिधै क्लिक गर्न नै सक्नुहुनेछ। म आफ्नो गुगल क्रोम ब्राउजरमा गएँ र यहाँनिर एजेन्ट एक्जामिनेसन सिस्टम भनेर टाइप गरेँ। यहाँनिर मेरो अलरेडी लगइन गरेको छु, त्यसैले यहाँनिर मैले सिधै क्लिक गरिदिएँ। अब नेपाल बिमा प्राधिकरणको यो साइट खुलिसकेको छ। त्यसपछि तपाईले यो गो टु रजिस्टरमा क्लिक गर्नुहोला है। अब यसपछि तपाईले आफ्नो अभिकर्ता निवेदन फारममा जुन मोबाइल नम्बर राख्नु भएको छ त्यो मोबाइल नम्बर यहाँनिर राख्नुहोला। जस्तै मैले उदाहरणको लागि 98 यहाँ भइसकेको छ। अब यसपछि तपाईँ यहाँ भ्यालिडेटमा जानुहोला। अब यसपछि तपाईँ यो भ्यालिडेट गर्नुहोला। यो भ्यालिडेट सक्सेस भइसकेको छ। ओटिपी भ्यालिडेट भइसकेको छ अब यहाँनिर है। अब यसपछि तपाईँ यहाँनिर आफ्नो कुनै तपाईलाई सजिलो लाग्ने पासवर्ड राख्नुहोला। यसमा मैले कुनै पनि पासवर्ड राखेको छु। मैले मेरो आफ्नो ओटिपी नम्बर पनि राखेँ र यसपछि मेरो युजर आइडी र पासवर्ड पनि बनिसकेको छ। अब म फेरि पनि लगइन एजेन्ट जान्छु। अब मैले बनाएको युजर आइडी र पासवर्ड लगइन गर्नेछु। अब म यहाँनिर गएँ, युजर आइडी र पासवर्ड मैले हालेर सिस्टम ओपन भइसकेको छ। अब तपाईले यहाँनिर परीक्षाको टर्म एन्ड कन्डिसनहरू दिएको छ है। अब तपाईले परीक्षाको मिति लिन र परीक्षा दिनको लागि तपाईले सुरुमा परीक्षा बापतको दस्तुर बुझाउनु पर्ने हुन्छ। यसको लागि तपाईँ यहाँनिर ल्यापटपमा 3टा धर्का रहेको छ, यो सिस्टम भन्ने छ त्यसमा क्लिक गर्नुहोला। अब मैले यहाँनिर क्लिक गरिसकेको छु। अब यहाँनिर एक्जामिनेसन भनेर देखाएको छ, यहाँनिर क्लिक गर्नुहोला। अब मेक पेमेन्ट गर्नुहोला। अब तपाईले परीक्षा हुन गइराख्नु भएको छ। यसको लागि तपाईले कि त आइपिएसबाट गर्नु पर्यो अथवा ई-सेवाबाट अथवा खल्तीबाट गर्नुपर्ने हुन्छ। म ई-सेवा मार्फत भुक्तानी गर्न गइरहेको छु, त्यसैले मैले ई-सेवालाई क्लिक गरेँ। अब यहाँनिर मैले मेरो आफ्नो ई-सेवा आइडी हाने। अब लगइन गरिदिनुहोस्। यसपछि एउटा तपाईले ई-सेवाको एउटा ओटिपी आउनेछ। त्यो ओटिपी तपाईले यहाँनिर राख्नुपर्ने हुन्छ। तपाईले ई-सेवामा जे ओटिपी आएको हो त्यो ओटिपी यहाँनिर राख्नुहोला। मैले त्यो आएको ओटिपी यहाँनिर राख्न गइरहेको छु। यसलाई भेरिफाई गरिदिनु होला। यो भइसकेको छ ल। अब यसपछि तपाईले कन्टिन्यूमा जानुहोला। अब कन्फर्म हो कि होइन त तपाईले एकपटक यसरी सरर हेरेर तपाईले लास्टमा पे भाइ ई-सेवा गरिदिनु होला। ल साथीहरू, यसरी मैले आफ्नो अभिकर्ता परीक्षाको लागि मैले परीक्षा मिति लिन र परीक्षा दिनको लागि मैले यसरी ई-सेवा मार्फत भुक्तानी गरिसकेको छु। अब यो त परीक्षा दस्तुर बुझाउनु भयो,
यसपछि तपाईले परीक्षा मिति लिनुपर्ने हुन्छ है। यसको लागि ब्याक गर्नुहोला। अहिलेकै युजर आइडी पासवर्ड हान्नुहोला। मैले यहाँनिर हानिसकेको छु। अब तपाईँ यहाँनिर यो ल्यापटपमा यो 3टा थर्कानेर जानुहोला। अब यहाँनिर फेरि पनि एक्जामिनेसनमा क्लिक गरिदिनु होला। अब गेट एक्जाम डेट भनेर भनेको छ, त्यसमा क्लिक गर्नुहोला। अब एक्जाम मिति तपाईँ यहाँनिर देखाउँछ। कहिले कहिले कुन कुन डेटमा चाहिँ तपाईँको परीक्षा मिति छ भनेर तपाईँले हेर्न चाहनुभयो भने यहाँनिर सेलेक्ट एक्जाम डेटमा जानुहोला। यहाँनिर थुप्रै मितिमा फरक फरक समयमा परीक्षा मितिहरू रहेको छ। यहाँनिर अब मैले लिन चाहेको जस्तो असारको 16 गते 3 बजेको टाइममा एउटा रहेको छ। मैले यसैलाई चुज गरेँ है। अब अन्तिममा तपाईँले यो मिति तपाईँले फिक्स हो, तपाईँको अनुकूलता मिल्छ भने अन्तिममा सबमिट गर्नुहोला। मैले सबमिट गरिसकेको छु। ल, एक्जाम सेड्युल सक्सेसफुल्ली के भयो, बुक भयो है। यसरी तपाईँहरूले सम्पूर्ण अभिकर्ता जो अभिकर्ता बन्दै हुनुहुन्छ, जसलाई यो युजर आइडी र पासवर्ड बनाउन आएको छैन र तपाईँले त्यस मार्फत तपाईँले परीक्षा दस्तुर बुझाउने, परीक्षा मिति लिने र परीक्षा त्यसबाट दिने प्रक्रियाहरू यहाँहरूलाई थाहा छैन भने यसरी तपाईँले यस भिडियो मार्फत पक्कै पनि बुझ्नुभयो होला भन्ने लागेको छ। यसरी तपाईँले गर्नुहोला। अब तपाईँले अब परीक्षा दिनको लागि यसरी नै तपाईँ यो ड्यासबोर्ड नै ओपन गर्नुहोला है। यहाँनिर ड्यासबोर्ड ओपन गरिसकेपछि यहाँनिर स्टार्ट एक्जाम भन्ने छ, यहाँनिर क्लिक गर्नुहोला। स्टार्ट एक्जाममा जानुहोस् र परीक्षाको यहाँनिर टर्म एन्ड कन्डिसनहरू पनि दिएको छ। यो राम्ररी ध्यान दिएर पढ्नुहोला, किनभने परीक्षा दिँदाखेरि कतिपय कुराहरू, कतिपय शर्तहरूको पालना नहुँदाखेरि तपाईँले परीक्षाबाट तपाईँ बाहिरिनु पर्ने अवस्था पनि आउन सक्छ। त्यस अवस्था सिर्जना हुन नदिनका लागि तपाईँले सजगता अपनाउनु पर्ने हुन्छ। परीक्षा समयमा तपाईँ उपस्थित भइसकेपछि तपाईँले यहाँनिर क्लिक गरिदिनु होला र तपाईँले लेट्स बिगिन फर एक्जामिनेसनमा तपाईँ जानुहोला। यसरी तपाईँले परीक्षा सजिलैसँग नेपाल बिमा प्राधिकरणको साइटबाट तपाईँले सजिलैसँग परीक्षा दिन सक्नुहुनेछ। यसमा तपाईँको क्वेसनहरू अब्जेक्टिभ मात्रै हुनेछ र त्यसमा 50वटा अब्जेक्टिभ हुनेछ। त्यसमध्येमा तपाईँले 50% भनेको 25वटा मात्रै मिलाउनु भए पनि तपाईँ उत्तीर्ण हुनुहुनेछ र त्यसपछि तपाईँले तुरुन्तै तपाईँले परीक्षा सक्ने बित्तिकै नतिजा पनि प्राप्त गर्न सक्नुहुनेछ। यहाँहरूले आजको यस भिडियो कस्तो लाग्यो? पक्कै पनि यहाँहरूले विभिन्न जीवन बिमा कम्पनीहरूको अभिकर्ता बन्दा कसरी युजर आइडी र पासवर्ड बनाउने र त्यस मार्फत अभिकर्ता दस्तुर बुझाउने र त्यसमा परीक्षा मिति लिनेदेखि लिएर परीक्षामा कसरी सामेल हुने भन्ने कुरालाई यहाँहरूले पक्कै पनि आज यस भिडियो मार्फत बुझ्नुभयो होला भन्ने आशाका साथ म यहाँहरूबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद।